दर्शकबिन यति बेला गृहमन्त्री सुदन गुरुङ माइतीघर मण्डलमा आउनुभएको छ। पीडित बालकलाई काखमा राख्दै उहाँको परिवारलाई र बालकलाई न्याय दिन्छु भन्दै उहाँको परिवारलाई भनिराख्नु भएको छ र उहाँको गुनासोहरू के छन् र पीडितहरूको किन यहाँ अनसन बस्नुभयो, धेरै दिनदेखि अनसन बस्नु भइरहेको छ, किन बस्नुभयो भनेर उहाँ टिभी राख्नु भएको छ। तपाईँहरूलाई न्याय हामी दिन्छु, तपाईँहरूले अनसन बस्नु पर्दैन, अब तपाईँहरूको लागि म छु भन्दै गृहमन्त्री सुदन गुरुङले उहाँहरूलाई खाना खान र घर जान सुझाव दिइराख्नु भएको छ भने पीडित परिवारले मन्त्री होस् गृहमन्त्री होस् तपाईँ जस्तो होस् हाम्रो गुनासोहरूमा यसरी आएर रोडमा सुनिदिनु भयो भनेर उहाँलाई एकदम मनैदेखि धन्यवाद दिइराख्नु भएको छ। अहिले गृहमन्त्री सुदन गुरुङले बच्चालाई अहिले उहाँको आमालाई दिइराख्नु भएको छ। माइतीघर मण्डलमा अनसन बसेका सबैलाई एक एक गरेर भेटिराख्नु भएको छ। उता अनसन बसेर खानेकुरा नखाएकोलाई खानेकुरा अहिले जुस फ्रुटीहरू खिलाइराख्नु भएको छ गृहमन्त्री सुदन गुरुङले। यति बेला दर्शकबिन तपाईँहरूमा जो प्रत्यक्ष भिडियो देखाइरहेका छौँ, माइतीघर मण्डलमा अनसन बसेका सबैलाई भेट्दै खानेकुरा खिलाउँदै तपाईँहरू घर जानुहोस्, तपाईँहरूलाई न्याय हामी दिन्छु भन्दै यति बेला गृहमन्त्री सुदन गुरुङ प्रत्यक्ष आएर सबैलाई सुझाव दिइराख्नु भएको छ। अनि तपाईँहरूमा जो भिडियो देखाइरहेका छौँ